रामनवमी घरबाट चाहिँ म घर गएको छैन, मतलब त्यति बेला चैतमा घर गएको थिएँ। त्यसपछि म घर गएकै छैन। सो आज चाहिँ म घर जाँदैछु। यो चाहिँ मैले बनाएको भिडियो। यो बेलामा पनि मैले बोलेर त भिडियो बनाएको थिएँ, तर यहाँनिर चाहिँ कस्तो अलिकति बढी ब्याकग्राउन्ड साउन्ड आएको रहेछ र मैले फेरि यसरी रिकभर गरेर भिडियो बनाएँ। हाम्रो चाहिँ विद्यालय बर्खे बिदा सुरु भयो होइन। अनि म चाहिँ आज घर आएको छु। यो चाहिँ मैले दिउँसो भिडियो लिएको थिएँ। त्यति धेरै भिडियो त लिइनँ होइन, जहाँ जहाँ थाहा पाएँ होइन मैले याद गर्थेँ नि, त्यहाँ मात्र भिडियो लिएँ। तर बाटो यस्तो अप्ठ्यारो थियो कि धन्न उहाँ ड्राइभरहरूले चलाउनुहुन्छ कि बाटो। यो हाम्रो यता भोजपुरबाट यता गुम्बासम्म आउने बाटो होइन। अनि उता रामप्रसाद जानेहरू यता ट्याम्केमयौँ तल्लो बाटोबाट आउनेहरूले चाहिँ धन्न गाडी चलाउनुहुन्छ भन्छु कि म उहाँहरूलाई चाहिँ एकदम मान्छु। यस्तो गाडी चलाउनुहुन्छ कि यस्तो बाटो यस्तो अप्ठ्यारो छ। यो त अझ देखिरहेको बाटोहरू त उहाँहरूको लागि सजिलो जस्तो होइन। फोनै कहाँ पुगिजाने कि त्यो हल्लिएर एकछिन भिडियो गर्दा पनि। बाटो यस्तो अप्ठ्यारो होइन। म त्यो त्यहाँ भएर देख्नेहरूलाई थाहा हुन्छ कि। अनि मैले चाहिँ ठाउँको चाहिँ क्याप्चर गरेर त्यस्तो बाटो भनेर। अनि म चाहिँ प्रायः जसो हिँडिरहेको हुन्छु नि त डुल्न। भिडियो बनाए त कस्तो राम्रो हुन्थ्यो होला जस्तो लाग्छ। तर फेरि भिडियो चाहिँ कस्तो हुन्छ भने नि, मेरो सन्दर्भमा चाहिँ भिडियो चाहिँ बनाउँछु तर के मिलाउँदिनँ मैले भिडियो बनाउनलाई। यस्तै कि अरूले यस्तो भिडियो बनाउनै जान्दिनँ। भिडियो बनाउँदाखेरि लाज लाग्छ, के हुन्छ, के समस्या आइपर्छ होइन। सो आज चाहिँ मैले यसरी घर आएको भिडियो सानो मेमोरी हुन्छ भनेर पनि बनाएको थिएँ। अनि धेरै पछि घर आएकोले अर्कै एक्साइटमेन्ट थियो नि त म भित्र, त्यसरी पनि मैले यो भिडियो चाहिँ क्याप्चर गरेको हुँ। यो चाहिँ पिखुवा खोला हो होइन। यो खोलाले चाहिँ ट्याम्केमयौँ रामप्रसाद खोला पारी छ भने यता चाहिँ भोजपुर नगरपालिका पर्छ। मैले चाहिँ अनि भिडियो चाहिँ लिँदै गएको क्या। गर्मी यति थियो आम्मामा, गर्मी है। हिँड्दा भोजपुरबाट हिँड्दादेखिको यहाँ घर आइ नपुगिन्जेलसम्म यस्तो गर्मी थियो। गाडीभित्र अलिक धेरैजना बसेर पनि होला। अनि यो चाहिँ यो ठाउँ चाहिँ अलिकति बेसी पर्ने भएर पनि त्यति धेरै गर्मी भएको होला। खोलादेखि वारी आएपछि चाहिँ हाम्रो यता कोटतिर आउने बाटो चाहिँ 1 किलोमिटर चाहिँ पिच पनि छ होइन। त्यसपछि त्यहाँभन्दा माथिको बाटो हाम्रो यता कोटसम्म चाहिँ एकपटक चाहिँ पेलेको हो होइन। तर त्यो नबनाएपछि चाहिँ पानीको भलले सबै भत्किन थालिसकेको, भत्किसकेको छ कि। यसरी आफ्नै गाउँठाउँ हेर्दा चाहिँ कस्तो रमाइलो लाग्ने, आनन्द लाग्ने होइन। यसरी अगाडिको सिटमा 3 जना बसेर आएको। अनि यो चाहिँ यता हुलुवा खोला छेउको बाटो हो कि आम्मा यस्तो डर लागेको हो नि। बाटो यस्तो छ है, नडराउनु है भन्नुहुन्छ ड्राइभर अङ्कलले पनि फेरि। अनि कस्तो डर लागिहाल्ने। गाउँठाउँको बाटो यस्तै छ होइन। यस्तै भए पनि अब के गर्नु, हिँड्नै पर्यो, चलाउनै पर्यो। यतिको सुविधा त हामीले त पाइएको छ। अन्त त कति ठाउँतिर यति सुविधा पनि छैन। कतिपय ठाउँतिर त हामीले त यसरी दुःख सुख भए पनि सेवा सुविधा पाएकै छौँ जस्तो अनुभूति गर्नुपर्ने नै रहेछ नि। अनि भिडियो बनाउँदा चाहिँ कुन हिसाबले बोल्नुपर्छ हो, कसरी भिडियो बनाउनुपर्छ थाहा नै छैन। खोइ के बोल्ने के नबोल्ने हुन्छु म त। कस्तो धेरैले मलाई सजेस्ट चाहिँ गर्नुहुन्छ होइन। तपाईँ धेरै हिँडिरहनुहुन्छ, भिडियो बनाउनुहोस् भनेर मलाई टिकटकतिर चाहिँ इनबक्सतिर म्यासेज आइरहेको हुन्छ। तर मेरो यो युट्युबतिर चाहिँ खासै कोही जोडिनु बाँकी हुन्न। अनि यो मैले कन्टेन्ट खासै क्रिएट गर्नु पनि नआएको कारणले पनि होला, त्यस्तो इन्ट्रेस्टेड नभएर पनि होला सायद होइन। डुल्न घुम्न हिँड्न चाहिँ म एकदमै रुचाउने मान्छे हो। तर होइन, जति पनि मैले ठाउँहरू डुलेको छु, थोरै चाहिँ मैले टिकटकतिर चाहिँ लगाउने गरेको छु। तर यता युट्युबतिर चाहिँ मैले खासै लगाएकै छैन। म चाहिँ अनि आइपुगेँ। यो चाहिँ हाम्रो गाउँ होइन, माथि डाँडामा देखेको मेरो घर। यो चाहिँ हाम्रो कोटको एक मात्र माध्यमिक विद्यालय झरसाद 2टा वडाको। यहाँ चाहिँ म कक्षा 12सम्म पढेको थिएँ। 12 कक्षा सकेपछि चाहिँ माथिल्लो लेभलको अध्ययनको लागि चाहिँ म
गाउँभन्दा बाहिर बस्नु परेको। यसरी म ठाउँमा आइपुगेँ, भाइ पनि मलाई लिन आएको थियो र म चाहिँ गाडीबाट ओर्लिएर अब आफ्नो घरतिर जाँदैछु होइन। हेर्नुहोस् न यो के भन्छ क्यामेरा अगाडिको परेर कस्तो फेस पनि बाङ्गो देखियो कि मेरो फेसै बाङ्गो हो कि। अनि यो चाहिँ मैले अर्को टर्निङ लिएर हाम्रो घरतिर जाने बाटो हो। यो चाहिँ घरको करेसातिर पुगेर यसरी मम्मीले कोदोको बिउहरू हानिसक्नु भएको रहेछ। अनि घरै छेउको घरै मुनिको बाटोमा पनि बर्खा लागेर होला। गाउँघरतिर त कति धेरै झारहरू पलाउँछ नि त, गाउँघरतिर हुर्किनु भएको मान्छेहरूलाई चाहिँ थाहा हुन्छ। अनि यो चाहिँ मेरो घर हो। हेर्नुहोस् न बर्खाको याममा घरहरू पनि यस्तै हुन्छ। मम्मी एक्लैले भ्याउनुहुन्न होइन, सबैतिर भ्याउनु पर्ने हुन्छ। कस्तो यो मलाई उहाँले बोलेको साउन्ड हाल्नु मन थियो कि, तर कस्तो सबै खालको साउन्ड आउँछ, मैले चलाउनु नजाने हो कि। आइपुग्यो छोरी, लु अब मकै पोलेर खाऊ भन्दै हुनुहुन्थ्यो मम्मीले चाहिँ होइन, एकदम मायाले। अझ चाहिँ मैले बोलाएन भनेर एकदम धुम्मिरहनु भएको थियो। त्यसपछि मैले ढोगेँ होइन, मैले ढोग्दा पनि नो रेस्पोन्स नै दिनुभएको थिएन। अनि मलाई के ल्याइदिएर आइस् त, खाली हात लिएर भन्दै हुनुहुन्थ्यो उहाँले चाहिँ। अनि खाली हात होइन, हातमा त भरेको छु, सामान छ यहाँ भन्दै भने। अनि मसँग अर्को भाउजू आउनुभएको थियो, अनि को थियो भन्दै उहाँले सोध्दै हुनुहुन्थ्यो। यसरी चाहिँ म मेरो घर आइपुगेको छु। त्यसपछि मैले चिसो एक ग्लास पानी पिएँ होइन। अनि त्यहाँ चाहिँ भोजपुर, त्यहाँबाट चाहिँ म आएको हुँ। हेर्दा त यस्तो राम्रो छ होइन, यस्तो राम्रो छ गाउँ भनेको गाउँ होइन। स्वच्छ वातावरण, हावा यस्तो मिठो, पानी मिठो, फुलहरू देखाएको फुलहरू भन्दा धेरै लुगा झुन्डिरहेको छ। यसरी चाहिँ म घर आइपुगेको छु साथीहरू। हाम्रो स्कुलको बर्खे बिदा चाहिँ 2 हप्ता छ। 2 हप्तामा घरै रहनेछु र मेरो दैनिकीहरू हजुरहरू सामु ल्याउनेछु। अन्त आजको भिडियो बाई बाई।